छ भने मङ्सिर पूर्णिमामा त्यही दबाएको अन्न बाली थन्काउने समय पनि उधौली भन्ने चलन रही आएको पाइन्छ। यो नाच नाच्न अगाडि आफ्नो जातिको धामी बिजुवाले घर देवता तिन ढुङ्गा चुलालाई पूजा गरी तथा कुनै देवी देवताको थानलाई पूजा गरेपछि मात्र यो नाचको सुरुवात गर्ने गरिन्छ। यो नृत्य गर्दा सिलोमी, कलामकोर र कोमी, चौरीको पुच्छर बोकी सिल्ले मपा पुरुष र सिल्लेमा महिलाले नाचको प्रतिनिधित्व गर्दछन् भने पछि अरू नृत्यकारहरू ढोल झ्याम्टा बोकी सामूहिक रूपमा विभिन्न सिल्लीहरू गर्दै यो नाच नाच्ने गरिन्छ। प्रस्तुत छ रमाइलो चण्डी साकेला नृत्य। Sakela